साथीहरु सबैलाई नमस्कार। बीजेटी को तयारी आजदेखि हामी सुरु गर्दैछौँ। हामी आफै सेल्फ सेन्से बन्दैछौँ। त्यसकारणले गर्दा यो भिडियोलाई लाइक शेयर र कमेन्ट गरिदिनु होला। तपाईहरुले जानेका कुराहरु पनि मलाई पनि सिकाउनु। खाकुनिन भनेको जाँच पुष्टि गर्नु। खाकुनिन इतासिमास भनेको म जाँच गर्छु। रेन्द्राको भनेको सम्पर्क गर्नु। कोरेन्द्राको इतासिमास भनेको म सम्पर्क गर्छु। ताइयो भनेको सेवा प्रतिक्रिया। ताइयो इतासी खानेमास भन्नु भने सेवा गर्न सक्दिन, खानेमासले चाहिँ सेवा गर्न सक्दिन भन्ने हुन्छ। केन्तो भनेको विचार गर्नुहुन्छ। केन्तो नो उए भनेको विचार गरेपछि हुन्छ भने। स्योनिन भनेको स्वीकृति हुन्छ। स्वीकृति अथवा तपाईको गोस्युनिन कुदासाई भनेको स्वीकृति दिनुस् भन्ने कुरा आउँछ। त्यस्तै अवस्थामा चाहिँ उपस्थित नभएमा फुजाई भनिन्छ भने जाँच भइरहेकोलाई खाकुनिन च्यु भनिन्छ। समस्यालाई फुगुवाई भनिन्छ भने भिड व्यस्तलाई कोन्जाचु भनिन्छ। अवस्थालाई ज्योक्यो भनिन्छ भने अहिलेलाई गेन्जाई भनिन्छ। आजलाई भन्नु पर्यो भने होन्जिचु भनिन्छ भने पछि केही गरे पछाडी भन्नु पर्यो भने नोची होदो भनिन्छ। यस्तै अब इतासिमास भनेको गर्छु, ओरिमास भनेको छु, खानेमास भनेको गर्न सक्दिन, इतादाकु भनेको पाउनु, गोजाइमास भनेको छ हुन्छ। नहुनेले केही काम गरिसके पछाडी भन्ने अवस्था दिन्छ। यो बीजेटीमा आउने एकदम महत्त्वपूर्ण हो। अब तपाईलाई केही क्वेशनहरु छन्। खाकुनिन न उए नोची होदो गोरेन्राकु इतासिमास भन्नुको अर्थ के हो भनिदिनु होला। जस्तै गेन्जाई फुगुआई गा हासाई सिते ओरिमासको के हुन्छ र यो प्र्याक्टिस नम्बर 3 र प्र्याक्टिस नम्बर 3 हामी सेवा गर्न सक्दैनौँ र प्र्याक्टिस नम्बर 4 उहाँ उत्तर पनि दिनु होला र सही उत्तर पठाउनु होला। ल त फेरि भेटौँला।